डिजल पेट्रोलको खर्चबाट पिकअपसँग थाकिसक्नुभयो, आजित भइसक्नुभयो। अब स्मार्ट अपग्रेडको बेला आइसकेको छ। यो रिटारा अन्तर्गत इकन भ्यारिएन्टको अल व्हिल ड्राइभको पिकअप जुन इभी छ, जसले हजुरको डेली कस्टहरूमा धेरै नै मिनिमाइज गर्नेवाला छ, जुन नेपालको लागि प्र्याक्टिकल, पर्फेक्ट र इकोनोमिकल पनि छ। यो गाडी ग्लोबल अटोमोटिभ जायन्ट गिली अन्तर्गत रिडाराको नयाँ भ्यारिएन्ट हो, जुन 100% इभी प्लेटफर्ममा म्यानुफ्याक्चर छ र भ्यारिएन्टको कुरा गर्दा कस्ट इफिसियन्ट र कमर्सियल फोकस भ्यारिएन्ट हो। स्पेसली डिजाइन गरिएको छ डुअल पर्पजको लागि, बिजनेस पनि फ्यामिली पनि। अब पावरको कुरा गरौँ। रिडारा इकनमा 280 किलोवाटको पिक मोटर पावर पाउन सकिन्छ भने 480 न्युटन मिटरको पिक टर्क पाउन सकिन्छ, जसको मतलब गाडी फुल लोडमा होस् या अपहिल रोडमा पर्फर्मेन्समा कुनै कम्प्रोमाइज नै हुँदैन। इन्स्ट्यान्ट पिकअप फिल, गियर सिफ्टको झन्झट हुँदैन र ड्राइभिङ एकदम स्मुथ र एफोर्टलेस। ब्याट्रीको कुरा गर्दा रिडारा इकनमा 73 किलोवाट आवरको ब्याट्री आउँछ, जुन प्र्याक्टिकल र लङ टर्म युजको लागि ड्युरेबल हुन्छ। त्यस्तै रेन्जको कुरा गर्दा रिडारा इकनमा 390 को एनइटिसी अन्तर्गतको रेन्ज प्रोभाइड गरिएको छ, जुन नेपालको कन्डिसनको लागि एकदमै पर्फेक्ट छ। नेपालको बाटो अनि पिकअप गाडी ग्राउन्ड क्लियरेन्स त एकदम इम्पोर्टेन्ट पार्ट भइहाल्यो। रिडारा इकनमा 225 mm को ग्राउन्ड क्लियरेन्स पाइन्छ, जसको मतलब रफ रोड, अफ रोड ट्रायल अथवा भिलेज एरिया जहाँ पनि गाडी कन्फिडेन्टली चलाउन सकिन्छ। पिकअप भए पनि इन्टेरियरमा आउँदा हजुरले एसयुभी लाइक डिजाइन देख्न सक्नुहुन्छ। कम्फर्टमा नो कम्प्रोमाइज, टच स्क्रिन इन्फोटेनमेन्ट, डिजिटल क्लस्टर, स्टार्ट पुश बटम। अब कन्सोल सिस्टम नै हेर्नु कति लार्ज छ, कति स्पेसियस दिएको छ। मल्टिफङ्सनल स्टेरिङ व्हिल, एसी भेन्ट्सहरू देख्न सक्नुभयो हजुरले। मेजर फङ्सनहरू हजुरले इन्फोटेनमेन्टबाट नै कन्ट्रोल गर्न सक्नुहुन्छ, जस्तै एसी भयो, मोडमा गएर हजुरले रेडियो कन्ट्रोल गर्न सक्नुहुन्छ। अब युएसबी म्युजिक पनि बजाउन सक्नुभयो, पिटी म्युजिक पनि पाउनुभयो। ड्राइभ मोड हजुरले यताबाट पनि कन्ट्रोल गर्न सक्नुभयो, कन्सोलमा दिइएको छ। अनि हजुरले गाडीमा 2टा एयर ब्याग पनि पाउनुहुन्छ। सेफ्टीमा पनि कम्प्रोमाइज गरिएको छैन। एक्सटेरियर डिजाइनमा पनि यो गाडी एकदम बोल्ड र मोडर्न देखिन्छ। हेलोजेन हेडलाइट्स, डिआरएल र स्टाइलिस 80 एलोय व्हिल्स, त्यस्तै ठुलो कार्गो बेड। यो रिडारा इकनको कार्गो स्पेस भयो। हजुरले ओपन गर्ने शैली सजिलो नै छ, सजिलै भयो। र यसमा हजुरले 1250 को पेलोड क्यापेसिटी पाउन सक्नुहुन्छ, जुन कमर्सियल पर्पजको लागि पनि पर्फेक्ट छ। ओभरअल हेर्दा रिडारा इकन इकोनोमिकल, प्र्याक्टिकल र नेपालको लागि पर्फेक्ट इलेक्ट्रिक पिकअप हो र यो गाडी बिजनेस ओनर, फ्यामिली युजर्स र कमर्सियल पर्पजको लागि पर्फेक्ट छ।